एभ्रीवन सबैजनालाई वेलकम एन्ड वेलकम ब्याक टु द सङ्गीता राईको भिडियोमा गाइजहरु। आज भने चाहिँ मैले यो सोमबारको दिन भिडियो सुरु गरिरहेको छु गाइजहरु हो, किनभने त्यो चाहिँ हाम्रो ओक्ली मुस्ली पिटाइ भएको छ नि त डनहरुले हो, सरदारहरुले डरलाग्दो आमाले चाल्नु हुँदैछ गाइजहरु। फर्स्ट अफ अल भन्नुपर्दाखेरि तपाईहरु सम्पूर्ण सबैजनाले एकदमै ह्यापी दिवाली भन्न चाहन्छु हाम्रो फ्यामिलीको तर्फबाट गाइजहरु। र यो भिडियो आजदेखिको सुरु गरेर चाहिँ म कन्टिन्यू भोलि पनि गर्छु, किनभने भोलि लक्ष्मी पूजा मनाउँछ, आज हाम्रो मन्डे मनाइन गाइजहरु, सो ट्युजडे मनाउँछ हो। अन्तखेरि ह्यापी दिवाली भन्दैन सुक्रज दा, ह्यापी दिवाली, ह्यापी दिवाली भाइ, ह्यापी दिवाली काका, ह्यापी दिवाली, ह्यापी दिवाली। ल म त टेडी चाहिँ ह्यापी दिवाली, थम्स अप यते, ह्यापी दिवाली गाइजहरु। दिवाली दिवाली ल आमा चाहिँ यो गर्दैछ नि त गाइजहरु, कन्टिन्यू 2 दिन जस्तो हुन्छ गाइजहरु। ल पुरा मैला भइरहेछ, म त भारी बोक्नुपर्छ गइकन कि आज चाहिँ हामीले रोटी पोल्नु सुरु गऱ्यो, त्यहाँदेखिको चाहिँ स्टार्ट गरिरहेछ गाइजहरु। ल एउटा लामो क्लिप निकालिदिन्छ। ल त गाइजहरु हेर्दै गरौँ के कस्तो हुन्छ, लास्टमा कमेन्ट सेक्सनमा ज्याम कि ज्याम दिने है कमेन्ट गाइजहरु। भने दिदी आमा हाम्रो मिस्त्री बाउहरूले चाहिँ पोलिसक्नु आँटिसकेछ गाइजहरु हो। यस्तो छ है हाम्रो चाहिँ मिस्त्री बाउले चाहिँ यहाँ जुलापी यहाँ जुलापी यस्तो पोल्दैछ नि बहिनी, यहाँ हेरिदिइहाल्यो। हैन यो त फर्स्टमा उयो भएको ए दामी हुन्छ त, खानु त मिठो हुन्छ। खतरा हुँदैछ गाइजहरु, सबै काम कुनै बुनाइ भन्दैन हाम्रो मिस्त्री बाउले। लो एभ्रिथिङ है, पिठो कुट्नु छिन्काउनुदेखि लिएर घुमाउनु पनि स्वाई। गाइजहरु भने दिदी र आमाहरू दादाहरू यता सेमनानाहरूकोमा रोटी पोलिसकिसकेछ अलमोस्ट हो। नि अब मैले चाहिँ घरमा यता गरेँ नि त, सानाक अलिक भए पनि हो। यो चाहिँ हाम्रो भाले हो, सायद तिहारमा यसको दिन आयो भने ढाल्नु दिन्छ होला आमाले, नत्र भने थाहा छैन त्यति खासै। माइतीहरूको लागि ढाल्नु दिन्छ दिँदैन हो, तर त्यति आश चाहिँ छैन मलाई हो। दियो भने त राम्रै हो, नत्र भने बिउ राख्यो भने चाहिँ त्यो मेरो गलत फेमी हो। आज यसले सघाइदिएको छ मलाई झ्याम्की झ्याम गाइजहरु। यो ढुङ्गा डल्लै हामीले सानाक्सिनिक यहाँ राख्यो हो, बहिनीले सघाइदियो। मैले चाहिँ त्यो जति पनि बोराहरू मात्रै सुक्रज दादाले पनि सघाएको, मिस्त्री बाउले सघाएर गएर हो। यो आधी दादाले अझै बुनि सबै सकेर त्यहाँदेखिको चाहिँ घरको सक्यो। अब चाहिँ लाइट जोडिसकेको छैन अझै पनि गाइजहरु, म लाइट जोड्नु छ अब हो। हेर्दै गरौँ ल गाइजहरु। गाइजहरु भने आज चाहिँ मङ्गलबारको दिन, आज चाहिँ हाम्रो लक्ष्मी पूजा पुज्छ गाइजहरु। वेदर अपडेट भनौँ भने एकदमै बढिया फर्स्ट क्लास भएर चाहिँ यतातिर सबै धोएर चकाचक भएर चाहिँ गाइजहरु यहाँबाट वार हेर्नुहोस् न प्लान्ट थियो। अनि मैले चाहिँ भाँडाहरू पनि चकाचक टल्काइसकेँ, बाहिर थियो फेरि भित्र ल्यायो। मेरो त कम्ती छ, लिमिटेड छ, तर पनि अब आज चाहिन्छ लक्ष्मी पूजा हो। अस्ति चाहिँ भने उयो पाएन नि त, समय पनि त मिलेको थिएन गाइजहरु। अब चाहिँ म फुल टिप्न जाँदैछु गाइजहरु, तलनेर मेरो बारी हो, तपाईँहरूलाई देखाउँछु तलनेर पनि होला गाइजहरु, हेर्दै गर्नुहोस्। अहिले चाहिँ भने म डोकोको साथमा गाइजहरु जाँदैछु हो। अनि यहाँनिर चाहिँ मनाउनु नभयो हो, आज बिहान नै बिचरा गइछ पनि ड्युटी हो। उहाँहरू चाहिँ आयो गयो त्यस्तै खालको भइरहेछ हो। हिजो नै मनाइराखेर गयो हो, म त हिजो आउनु पनि पाइनँ, भेट्नु पनि पाइनँ हो। अहिले भने चाहिँ म चाहिँ बारीको मजा आउँदैछु गाइजहरु हो। डोको बोके हम जा रहे हैं बारी, फ्लावर को कटिंग करने के लिए जा रहा हूँ। ओहो खतरनाक हुँदैछ गाइजहरु, हे हेर्नुहोस् त, वाह 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 वाह। यहाँ चाहिँ अब म पितिर नाचेको हेर्नु पाउँछ कि पाउँदैन कि कतातिर चल्दी भएको छ गाँठ्यो। ल त गाइजहरु हेर्दै गरौँ ल गाइजहरु। भने म चाहिँ फुलको बगानमा आइपुगिसकेको छ हो। अब टिप्दै डोकोमा हाल्छु गाइजहरु, बोकेर लान्छु म। डोको खाङ्रे बोकेर आएको राम्रो छ, मेरो घाँस काट्ने डोको हो यो, पहिलाको मेरो गाइजहरु हो। अब म टिपिहाल्छु। अगौटे सागहरू रोप्नु भएको तर मसिनो छ, यसो गरेर मात्रै ठुलो देखेको यो। हिजो एक छाक खायो, वा यस्तो नाइस भइदिएको गाइजहरु, के भन्नु, त्यो टेस्ट मेरो मुखमा छ। 2 वर्ष बाद खाएको। उतातिर त स्पेनिस भन्ने कि, म त त्यही पनि स्पेनिच भन्थ्यो कि मैले चाहिँ स्पेनिस भनेर हो, बल्ल सिकिगएको म त अन्डो आउने। हेर्दै गरौँ ल, पिहाल्छु छौँ कि छौँ। आज फेरि मङ्गलबार सौदा गर्नु जानुपर्ने गाइजहरु। हामी चाहिँ माला उन्नु लाग्यो, आमाले चाहिँ दैलोको उन्दैछ गाइजहरु। अनि म चाहिँ यहाँनिर पानीमा हालेर राख्ने आदि हो, के कसो हुन्छ कम्ती छ, एकदम लिमिटमा चलाउने। यो चाहिँ बारीबाट ल्याइकन आएको गाइजहरु, त्यो चल्दैछ आमा छोरीको हो।
काम गरेछ दिदी माथि छ किचनमा हो काम गर्दैछ गाइजहरू ल त हेर्दै गरौँ है गाइजहरू हालत हाम्रो गाइजहरू कता लग्यो मेरो सियो जस्तो आँखा देख्दिनौ ठिक छौ म छु त यहाँ गाइजहरू फाइनली लक्ष्मी पूजाको रातिको हो यो चाहिँ नजारा चाहिँ तपाईँहरूलाई मैले अस्तिदेखिको क्लिप गरेर आएको छु अहिले भने चाहिँ टिका चाहिँ लगाएको छैन तर हाम्रो लक्ष्मी पूजा चाहिँ सुरु भइसकिसकेको छ गाइजहरू हामीले चाहिँ सानो डेकोरेसन यसो गरेको छ हो अनि यो फुलको तल्लोपट्टि साइडमा चाहिँ सानो तारको यस्तो लगाइदिएको छ सिम्पल सा हो गाइजहरू हजुरहरूलाई के कस्तो लाग्छ कमेन्ट सेक्सनमा कमेन्ट गर्न सक्नुहुन्छ गाइजहरू सबैजना फर्स्ट अफ अल ह्याप्पी दिवाली भन्न चाहन्छु अनि यहाँ चाहिँ अँध्यारो देख्दैछ गाइजहरू तर अनि यस्तो छ हो ह्याप्पी दिवाली भाइ ल ल ल पटेका पड्काइसकिसकेको छ गाइजहरू हाम्रो चाहिँ हो अनि दादा सुरु भयो हो कुनै कतिवटा फायरिङ छ अरे कि जाउँ भनेको माथि टिकै लगाइदिएको छैन हामी चाहिँ यस्तो भएको छ सिम्पल छ अनि भित्र छिर्यो भने चाहिँ यस्तो छ गाइजहरू सिम्पल सा बनाएको छ गाइजहरू हो अनि आमाले पूजा सकिसक्यो अब हामीलाई टिकातर्फ गाइजहरू यहाँ चाहिँ हाम्रो लक्ष्मी देवकोठा यस्तो छ हाम्रो थान सधैँको लक्ष्मी बस्ने जग्गा चाहिँ यहाँ छ है गाइजहरू ल यस्तो छ अनि माथिनिर पनि किचन पनि गर्दै गएको छ हजुरलाई के कस्तो लाग्छ हो यहाँनिर लाइट फिट गरेको छ एउटा यहाँनिर हो किनभने बाटो देख्नुपर्छ दैलोमा पनि छ किनभने चप्पल हुन्छ दैलोमा उपर जानुपर्छ यस्तो छ यसरी राख्दै किचनसम्म गएको छ हो गाइजहरू हेर्दै गर्नुहोस् ल थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो गाइजहरू फेरि कन्टिन्यू हुन्छ गाइजहरू ल ह्याप्पी दिवाली एभ्रिवान सबैजनालाई यो चाहिँ हाम्रो सायदै गाइजहरू आजको लास्ट भइदिनु होला यो चाहिँ हाम्रो प्यारो मित्र गर्नहरू आइरहेको छ गाइजहरू आजको रात भैलेनी औँसीको दिन गाई तिहार भैलो गाइजहरू भने अब चाहिँ म चाहिँ भुइँमा ध्याचे बसिरहेको छु हजुरहरूको के कस्तो भयो दिवाली हाम्रो चाहिँ एकदम रमाइलो भयो राम्रो लाग्यो है गाइजहरू हामी त 2 वर्ष बाद मनाउनु आउँदाखेरि एउटा देउसी भोलि अब भैले आयो भने पैसा रुपियाँ त अब हामी धेरै दिन त सक्दैनौँ तर पनि गाइजहरू एकदमै रमाइलो भइरहेछ गाइजहरू अब चाहिँ म दाजुहरूको लागि माला बुन्नु सुरु गर्छु उन्नु हो गाइजहरूलाई देखाउँछु ल गाइजहरू स्टे ट्युन आज चाहिँ म तपाईँहरूलाई राम्रोसँग कभर अप दिएर सकाइदिन्छु मेरो 2 दिनको कन्टिन्यू गरेर हो गाइजहरू हेर्दै गर्नुहोस् है गाइजहरू एभ्रीवन सबैजनालाई भेरी गुड इभिनिङ फर्स्ट अफ अल हजुरहरू सम्पूर्ण सबैजनालाई एकदमै ह्याप्पी दिवाली भन्न चाहन्छु हजुरहरूलाई हाम्रो लाभामा प्यारो भाइहरू सानो भाइहरू आएको छ कि देउसी खेलेको हालिदिन्छ है त इन्जोय गर्नु है हजुरहरू सम्पूर्ण सबैजनालाई ओके तिमीहरू कहाँबाट हो लाभाबाटै हो ओके बनाउँदा हुन्छ होला होइन बनाउँदा हुन्छ होइन ल गर ह्याप्पी दिवाली एभ्रीवन फर्स्ट अफ अल सबैजनालाई ल तिमीहरूलाई पनि ओके सबैजनालाई नमस्ते आज हामी देउसी खेल्न आइरहेको छ भचाउने चाहिँ हाम्रो सिमन राई छ
Amin.
हजुरहरूलाई के कस्तो लाग्यो तपाईँहरूले पनि कमेन्ट सेक्सनमा कमेन्ट गर्नु सक्नुहुन्छ है गाइजहरू। ह्याप्पी दिवाली भाइहरू फेरि पनि हाम्रो मिस्त्री बाउ यहाँ छ जज कस्तो भयो दामी भयो। यो चाहिँ मेरो युट्युबको चाहिँ आज फर्स्ट थियो तिहारको चाहिँ अनि अरू चाहिँ बिस्तारै बिस्तारै आउँछ गाइजहरू हो। अन्तखेरि चाहिँ मलाई चाहिँ के लाग्छ भन्दाखेरिलाई अब तपाईँहरूले राम्रोसँग कमेन्ट गरिदिनुहोस् ल। हाम्रो प्यारो प्यारो सानो सानो भाइहरू रहेछ, सानो सानो भाइहरू हो। पैसामा चाहिँ म्याटर गर्दैन जस्तो चाहिँ लाग्छ। तपाईँहरूलाई के कस्तो लाग्छ हो। दसैँ वर्षमा आउने एक बारको चाड हो दसैँ दिवाली भन्ने गाइजहरू। सो पैसामा म्याटर नगरिकन राम्रोसँग खेल्ने उस्तै मान्छेहरू भएको भए सायदै माथिको के कस्तो दियो भनेकन अब त्यस्तोहरू हेरेर छिटो छिटो गर्नु पनि सक्थ्यो हो। तर हुने उहाँहरूले राम्रोसँग गर्नुभयो, हामीले जे जति दिनु सक्थ्यो त्यस्तो प्रकारले दियो। हजुरहरूको पनि राम्रोसँग सेलिब्रेट गऱ्यो होला। आई होप सबैजनालाई ह्याप्पी दिवाली गाइजहरू। मदर टेरेसा ह्याप्पी दिवाली, ह्याप्पी दिवाली दादा ह्याप्पी दिवाली। हामी त ह्याप्पी दिवाली भन्दै बस्दै हो। ए भाइटिका भोलि भन्दैछ, हामी चाहिँ अब पठाउँदै बस्दैछ गाइजहरू। अब भोलि लास्ट हो त्यहाँदेखि त खतम। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो गाइज। गाइजहरू भने अहिले चाहिँ मैले माला आउनु सकिसकेँ गाइजहरू भोलिको लागि हो। अन्तखेरि अब आज चाहिँ भिडियो यहीँनिर अन्त गर्न चाहन्छु गाइजहरू। अब मेरो अझै कामहरू छ गाइजहरू र तपाईँहरूले पनि यहाँसम्म अन्तिमसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच गाइजहरू। हजुरहरूले साथ सपोर्ट माया दिनुभएकोमा एकदमै आन्तरिक हृदयबाट म खुसी छु गाइजहरू। ह्याप्पी दिवाली। यसरी नै अर्को साल पनि मनाएको हेर्नु पाऊँ तपाईँहरूले पनि हो। तपाईँहरूले पनि राम्रोसँग मनाउनु पाओस्, मैले पनि मनाएको तपाईँहरूले हेर्नु पाओस् गाइजहरू। सबैजना उन्नति लागेर जाओस् है गाइजहरू। थ्याङ्क यू सो मच। आजलाई चाहिँ भिडियो यहीँनिर अन्त गर्छु अब यस्तो छ हो मैले उनिसकेँ। अब चाहिँ गिफ्ट पेपरले गिफ्टहरू प्याक गर्नु छ गाइजहरू र थ्याङ्क यू सो मच। बाई हजुरहरूले हेरिदिनु भएकोमा लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होस् है त नि गाइजहरू। बाई।